थाहा नभएको रहेछ नि दामिया है भिडियो जानु बोल्नु न केही बोल्नु केही भन्नु के भन्ने हेर्नुहोस् दुबईको नजारा यही त सट्टाको सट्टा भर्खर ड्युटीबाट आउँदै गर्ने बाटोमा यस्तो छ हिँड्ने बाटो बिल्डिङहरू यस्ता छन् पानी नभए पनि यसरी रोकिदिएर अरू यसरी यत्र ठुल्ठुलो बनाएको छ यस्ता रेगिस्तानमा हाम्रो गाउँतिर भएकालाई संरक्षण गर्न सकेको छैन हाम्रो नेपालतिर अब यस्तो छ नेताको हालत केपी ओलीले उहाँ के अरे 36% 46% बेरफ्री भए हुन्छ अरू सबै काट्यो हुन्छ भनिदिन्छन् यहाँ यी यसरी रोप्दैछन् अब त्यो यस्तै भन्दै हिँड्नु न त्यो भन्दै हिँड्नु न नभन त्यो भनिरहेको एकैचोटि भन्नु पर्छ अनि अरू केही भन्नु छ केही भन्नु छैन खसीको यस्तै छ होइन के भन्नु छ भने भन है अहिले के गर्ने जिन्दगी यस्तै रहेछ तर भगवानले दिँदैछन् ठिकै छ अल्हम्दुलिल्लाह सबैको यस्तै हो भाइ के गर्ने परदेशी जिन्दगी सबैको यस्तै त हो नि भाइ हामीलाई खाना लाउन टर्न पुग्यो भने हामी किन यहाँ अर्काको देशमा आएर गुलामी भएर काम गर्नु पर्थ्यो कस्तो छ अनि दुबईको जिन्दगी बिहान आयो सुत्यो उठ्यो बेलुका फेरि आयो ड्युटी आउने जाने त्यही त एउटै जिन्दगी स्वयं सेम बाँचिएको छ क्या होइन बाँच्नै पर्यो भाइ अब उठ्ने सुत्ने ड्युटी आउने उठ्ने सुत्ने ड्युटी आउने होइन नयाँ केही पनि छैन होइन त नयाँ पुरानो भनेको अब बेलुका ड्युटी आयो बिहान गयो 10 घन्टा ड्युटी गर्नु पऱ्यो ड्युटी नगरे पैसा आउँदैन है पैसा आयो भने यसलाई बन्द यहीँ बन्द गरिदिए त अहिले ल